The Royal Swedish Academy of Science ले यस वर्षको नोबेल प्राइज इन फिजिक्स 2025 तीनजना वैज्ञानिकहरूलाई प्रदान गर्ने घोषणा गरेको छ। पुरस्कार प्राप्त गर्ने तीनजना वैज्ञानिकहरू नम्बर 1 जोन क्लर्क, युनिभर्सिटी अफ क्यालिफोर्निया युएसए, मिकल एच डेबलेट, एलए युनिभर्सिटी एन्ड युनिभर्सिटी अफ क्यालिफोर्निया युएसए। र नम्बर 3 मा जोन एम मार्टिनेस, युनिभर्सिटी अफ क्यालिफोर्निया युएसए। यी तीन वैज्ञानिकहरूले संयुक्त रूपमा यस वर्षको नोबेल पुरस्कार पाएका छन् फर द डिस्कभरी अफ माइक्रोस्कोपिक क्वान्टम मेकानिकल टनलिङ एन्ड एनर्जी क्वान्टाइजेसन इन एन इलेक्ट्रिक सर्क्युटमा यिनीहरूले नोबेल पुरस्कार पाएका हुन्। साधारण भाषामा भन्ने हो भने उनीहरूले क्वान्टम मेकानिकल प्रिन्सिपललाई इलेक्ट्रिकल सर्क्युटमा प्रयोग गर्न सकिने गरी अध्ययन गरेको जनाएका छन्। यो खोजले देखाएको छ कि क्वान्टम स्तरमा घटनाहरूलाई ठूला सर्क्युटहरूमा पनि प्रयोग गर्न सकिन्छ। यसले क्वान्टम कम्प्युटिङ, सुपर कन्डक्टिङ सर्क्युट्स र फ्युचर इलेक्ट्रोनिक टेक्नोलोजिजमा ठूलो योगदान पुर्याएको छ। यी खोजहरूले हामीलाई भविष्यमा अझ शक्तिशाली र छिटो क्वान्टम कम्प्युटर्स बनाउन मद्दत गर्नेछन्। आजको कम्प्युटरभन्दा 100 गुणा शक्तिशाली कम्प्युटरसम्म हुने सम्भावना देखिन्छ। यो आधुनिक भौतिक शास्त्रको एक महत्त्वपूर्ण माइलस्टोन हो। यो प्रतिष्ठित नोबेल पुरस्कार हरेक वर्ष 10 डिसेम्बरमा स्विडेनमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिन्छ। नोबेल पुरस्कार विश्वकै सबैभन्दा प्रतिष्ठित पुरस्कार हो जसलाई फिजिक्स, केमिस्ट्री, मेडिसिन, लिटरेचर, पीस एन्ड इकोनोमिक्स जस्ता विभिन्न क्षेत्रमा प्रदान गरिन्छ। यो पुरस्कार 1901 देखि प्रदान हुँदै आएको हो। 25 को भौतिक शास्त्रको नोबेल पुरस्कारले क्वान्टम टेक्नोलोजीको क्षेत्रलाई नयाँ दिशा दिएको छ। यदि तपाईलाई यो भिडियो जानकारीपूर्ण लाग्यो भने भिडियोलाई लाइक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला र हाम्रो यस च्यानल फिजिक्स विथ आरबी लाई सब्स्क्राइब गरिदिनु होला।